Hello everyone, welcome back to my another video. यो भिडियो चाहिँ बेसिकली हाम्रो 2 days ट्रिप टु गोल्ड कोस्ट के गर्यो कस्तो भयो हेरौँ है त। हाम्रो गोल्ड कोस्ट जाने प्लान चाहिँ थियो तर यो दिन चाहिँ थिएन, पर्टिकुलर डे चाहिँ थिएन। अनि अचानक एक दिन बिहान उठ्यो अनि त्यसपछि ल आज जाउँ न त भनेर अनि झ्यापझुप नुहाएर छिटो नास्ता खाएर हिँड्यो। त्यही भएर नानीलाई खुवाउनु पनि भ्याएको थिएन। सो मम्मीले चाहिँ गाडीमा नानीलाई म्याङ्गो पिउरे खिलाउँदै हुनुहुन्छ। एज युजल हाम्रो सानोले चाहिँ ड्राइभ गर्दैछन्, ड्याडी अगाडि बस्नुभएको छ र हामी 3 आमा छोरी नातिनी चाहिँ पछाडिको सिटमा बसेको छौँ। नानीलाई चाहिँ उसको भयभरिको खेलाउने कुराहरू ल्याइदिएको थियो सो द्याट नरोस् ऊ बाटोमा भनेर, राम्रोसँग जाओस् भनेर। ऊ चाहिँ रमाइलो गर्दै जे होस् हामी गोल्ड कोस्ट पुग्यौँ। हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ वेल वाचिङ थियो। सो हामी त्यहाँ नजिकै गएर पार्क गऱ्यौँ। सानो चाहिँ पार्किङ टिकट काट्दै थिएँ र हामी चाहिँ सामान निकाल्थ्यौँ। बेसिकली ड्याडी निकाल्दै हुनुहुन्थ्यो, म त जस्ट भिडियो मात्रै बनाएर बसिरहेको थिएँ। एकदम सनी राम्रो वेदर थियो। मम्मीले चाहिँ त्यहाँ हाँस्दै हुनुभएछ। हाम्रो मम्मीको र नेचरको यस्तो कनेक्सन छ नि, ओ माई गॉड। हाम्रो मम्मी चाहिँ एकदम नेचर लभर हो। एनिमल बर्ड्सहरूको भिडियोहरू गराउन एकदम मन पराउनुहुन्छ। त्यहाँ एउटा हाँस देख्नुभएको, अनि त्यहाँ गएर हामीलाई अझै हाँसको साथीहरू हुनुपर्छ यहाँ छ भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ मम्मीलाई उडाउँदै थियो अनि नानीलाई पनि देखाउँदै हुनुहुन्थ्यो। त्यस्तो गर्दा गर्दै ठ्याक्क चेक इन गर्ने टाइम भएछ। चेक इन गरेर अनि हामी गयौँ हाम्रो बोटतिर। अनि हामी त्यहाँबाट गोल्ड कोस्टको भ्यू हेर्दै हिँड्यौँ। हामी चाहिँ बाहिर बसेको थियो फ्रेस हावा खानुको लागि अनि भ्यू हेर्नुको लागि। मम्मीले अघि भनेको सही रहेछ, त्यो हाँसको साथीहरू एक्चुअलीमा रहेछ, उनीहरू चाहिँ यतापट्टिको साइडमा रहेछ। कति राम्रो देखिरहेछ है। अनि गोल्ड कोस्टको भ्यू हेर्दै हिँड्यौँ। धेरै चाहिँ मैले खिचेन किनकि सानोलाई एकदम गाह्रो भयो, उसलाई चाहिँ सी सिकनेस भएर है। ट्याब्लेट त लिएको थिएँ पहिल्यै तर कामै गरेन। अनि स्टार्टिङदेखि नै नोजिया भमिटिङ भएर कस्तो गाह्रो भएको थियो। नानीलाई उसले क्यारियर ब्यागमा बोकेको थिएँ, पछि चाहिँ अनि ड्याडीले बोक्नुभयो। अनि म त केही रेकर्डहरू गर्न पाएन कि हुन्छ नि, एकदम म त डराएँ। लाइक वर्स्ट डिसिजन टु कम फर वेल वाचिङ विथ 5 months ओल्ड बच्चालाई लिएर जस्तो भइरहेको थियो, फिल भइरहेको थियो। त्यही पनि एकदम प्रे गरिरहेको थिएँ मैले भित्रभित्र मन भगवान् सबै राम्रोसँग पुग्यो हुन्थ्यो हामी फिर्ता। अनि म यस्तो सिल्ली प्लानहरू कहिले बनाउँदिनँ अबदेखि भन्दै प्रे गर्दै बसेको थिएँ। तर हामीलाई त अब पानीहरू हेर्नु यताउति हेर्नु रमाइलो भएको थियो। तर सानोलाई गाह्रो भएको कारण देख्दाखेरि चाहिँ कस्तो छ्याउ भयो। एनिवे पछि त म भित्र क्याबिन क्रुमा बसेँ अनि हामी फर्क्यौँ। अनि सानोलाई एकदम गाह्रो भएको र हामी त्यही पार्कमै बस्यौँ एकैछिन। अनि हाम्रो साथी पनि भेट्न आउँछु भनेको थिएँ, सुजन। अनि उसलाई चाहिँ हल्का सल्टी चिप्स र इलेक्ट्रोलाइट्सहरू लिएर आएको रहेछ। अनि त्यही खाँदै बस्दै गऱ्यो एकैछिन। अनि साँझ पर्न लाग्यो। अनि त्यसपछि हामी चाहिँ आज अन्साको घरमा जाने प्लान थियो किनकि उसले कहिलेदेखि बोलाइ थियो बस्ने गरेर आऊ भनेर। र फाइनली हामी हाम्रो अन्साको घर पुग्यौँ। अनि उसले त देख्ने बित्तिकै मलाई केही नभनेको सिधै नानीलाई समात्न गयो द अडासिटी अन्साको। एनिवे हामी जाने बित्तिकै नानीलाई खाना खिलायौँ पहिला। अनि त्यसपछि हामीले पनि वाटरमेलनहरू खाएर यत्तिकै बसिरहेको सबैजना गफगाफ गर्दै फ्रुट्सहरू खाँदै होइन, रमाइलो भयो। अनि त्यसपछि फेरि आयो चिप्सको पालो। भिरेनलाई चाहिँ चिप्स एकदम मन पर्दो रहेछ। भिरेन चाहिँ अन्सा एन्ड मनस दाइको बच्चा। अनि उसले चाहिँ गम चिप्स खाँदै थियो। आफ्नो छिटो खाएर सकाएर चाहिँ आफ्नो ड्याडी उता अङ्कलहरूको पनि खाना गएर पुरै उहाँहरूसँगै मजाले बसेर होइन चिप्स, उहाँहरूको चिप्स पनि गम खाइदिइरहेको थिएँ। कस्तो क्युट देखिएछ। स्न्याक्सहरू गरेपछि चाहिँ बाबु नानी सुत्थे, दुईजनासँग सुत्थे। कस्तो क्युट देखिएछ है दुईजनासँग सुत्दा। अनि हामी पनि अन्सा र म यति धेरै गफ गऱ्यौँ। अनि त्यसपछि खानासाना खायौँ। अनि सुत्ने तयारी गर्दैछौँ। यहाँ चाहिँ अन्सा र दाई मिलेर चाहिँ यहाँ म्याट्रेसहरू फिल गर्दै हुनुहुन्थ्यो। अनि मनिषा चाहिँ पुरा राजा चाहिँ सोफामा बस्दै हुनुहुन्थ्यो। मलाई नखिच भन्दै हुनुहुन्थ्यो तर पनि म खिचिरहेको थिएँ। हाम्रो चाहिँ नेक्स्ट डे चाहिँ ब्रेकफास्ट चाहिँ क्युएन टावरमा गएर खाने प्लान थियो। त्यही भएर अन्सा चाहिँ नबनाऊ भन्यो। अनि अन्साले चाहिँ हामीलाई थोरै स्न्याक्सहरू प्याक गरिदियो दिनको लागि। सो थटफुल अफ हर, थ्याङ्क यू सो मच फर द्याट अन्सा।
अनि अन्सालाई बाई भन्दै अनि हामी लाग्यो गोल्ड कोस्ट सिटीतिर घुम्नु। यो विकेन्ड चाहिँ हामी गएको विकेन्ड चाहिँ कार रेस रहेछ त्यो गोल्ड कोस्टमा चाहिँ। यति धेरै बिजी थियो नि रोड, अनि जताततै पनि त्यो पुरै त्यो बारहरू लगाएर है रोडहरू सानो बनाएको थियो। एनिवे कोस्टल ड्राइभ गर्दै यस्तो राम्रो भ्यूहरू हेर्दै हामी पुग्यौँ Q1 टावरको तलपट्टि। त्यो चाहिँ टावर हो Q1 टावर, जुन देखाएर चाहिँ मिड टल त्यो चाहिँ। अनि त्यसको कार पार्कमा पुगेर कार पार्क गरेर सामानहरू निकालेर सेम थिङ एभ्री टाइम। अनि हामी लाग्यौँ माथितिर। अनि माथि त्यो ब्रेकफास्ट गर्नलाई पनि त्यो ब्यान्डहरू लगाउनु पर्ने रहेछ। यो चाहिँ लिफ्ट एक्सेसनिर चाहिँ वर्ल्डको टलेस्ट बिल्डिङहरूको कम्पेरिजन चाहिँ देखाएको रहेछ। र हामी अब चढ्न गइरहेको चाहिँ Q1 टावर हो, जुन चाहिँ थर्ड लास्टमा पर्दो रहेछ। अनि यो सिन चाहिँ लिफ्टको सिन थियो, कस्तो राम्रो देखाएको है, वाटर एनिमल्सहरूको। अनि ब्लू कलर कस्तो प्रिटी देखिया, नानी पनि कस्तो रमाइलो मान्दै हेर्दै थिइन्। हामी जाने लेभल चाहिँ 77th लेभल थियो। त्यहाँ चाहिँ अनि अब्जर्भेसन डेक अनि ब्रेकफास्ट बफे पनि लाग्दो रहेछ। अनि त्यहाँबाट चाहिँ पुरै होल गोल्ड कोस्ट सिटी देखिने। अनि त्यो राम्रो सिन हेर्दै हामी पुग्यौँ 77th फ्लोरमा, स्काई पोइन्टमा पुग्यौँ। हामी गएको अराउन्ड 5-10 मिनट्स पछि चाहिँ नबिल जहाँ पनि आएको थिइन्। अनि हामी सबैजना मिलेर ब्रेकफास्ट खायौँ। कस्तो राम्रो बफे सेट लगाएको थियो, त्यो हनीकम कस्तो राम्रो देखेको। अनि त्यहाँ चाहिँ के भन्छ अरे त्यो सेल्फ मेड प्यानकेक पनि बनाउनु मिल्दो रहेछ। अनि त्यो ब्याटरभित्र भरेर अनि त्यो मसिनले आफै बनाउने रहेछ कि। तर त्यसको पनि ब्याटर सकाएर चाहिँ हामी गएको बेलामा कति टाइम वेट गर्नु पऱ्यो त्यसको लागि। एनिवे त्यसपछि चाहिँ हट प्यानकेक सर्भ भयो र हामी खायौँ, ब्रेकफास्ट खायौँ विथ द भ्यू अफ गोल्ड कोस्ट एन्ड ओसन बिच होइन। अनि कस्तो रमाइलो भएको थियो नि। हामी यति धेरै गफ गऱ्यो, नानी त 2 चोटि सुतेर उठेको थियो कि ऊ, त्यति धेरै गफ गऱ्यो। अनि गफसफ गऱ्यो आनन्दले मजाले टाइम लिएर। अनि त्यहाँ वरिपरि गएर भ्यूहरू हेऱ्यौँ, अनि फोटोहरू खिच्यौँ। नबिलाले चाहिँ यहाँ राम्रो आउँछ त्यहाँ राम्रो आउँछ भन्ने फोटोहरू खिचाउँदै थियो मम्मी ड्याडीको, वाइल आई वाज बिजी टेकिङ द भिडियो अफ द सिन। अनि हामी त सानो फोटो बुथ पनि रहेछ, सबैजना अटेन। सो मम्मी, म र नबिलामा चाहिँ गएर फोटो पनि खिच्यो फोटो बुथमा गएर। कस्तो झ्यापझ्याप भयो कि, त्यही भएर खासै राम्रो त आएन, बट इट्स ओके, मेमोरीको लागि भइहाल्यो। नबिलाले चाहिँ मम्मीलाई डिफ्रेन्ट टाइपको पोजहरू सिकाउँदै कसरी डिफ्रेन्ट टाइपको हार्ट सेप पनि बनाउने भनेर सिकाउँदै थियो। अनि मम्मी चाहिँ पुरा इनोसेन्टली क्युटली चाहिँ फलो गर्दै हुनुहुन्थ्यो नबिलालाई। जस यो दिनको त्यो पल चाहिँ एकदम हुन्छ नि, एकदम रमाइलो थियो, मेमोरेबल थियो कि। अनि हामी चाहिँ आनन्दले आफ्नो टाइम लिएर अनि हामी अब त्यो बिल्डिङबाट निस्क्यौँ, किनकि नबिलाको चाहिँ आफ्टरनुन काम रहेछ, फेरि बेला लेट हुन्थ्यो। सो नबिलालाई बाई भन्दै अब हाम्रो नेक्स्ट प्लानतिर लाग्यो। हामी चाहिँ यो बिल्डिङ चाहिँ Q1 बिल्डिङ हो, जुन हामी भर्खरै गएर ब्रेकफास्ट खाएको थियौँ। कति ठुलो देख्यो चाहिँ तलबाट हेर्दाखेरि चाहिँ। हाम्रो जुन प्लान बनेको थियो नेक्स्ट प्लान, त्यो चाहिँ क्यान्सल भयो बिकज वी वर रनिङ बिहाइन्ड फर इट। त्यही भएर अब कति धेरै सोचिसकेपछि चाहिँ के प्लान बन्यो भने गोल्ड कोस्टको नजिकैतिरको बिच, अर्को बिचमा गएर बस्ने भन्ने प्लान भयो। सो हाफ एन आवर जति ड्राइभ गरेर, कान्ट रिमेम्बर द नेम अफ दिस बिच, यहाँ गएर बस्यौँ। अनि मम्मीले चाहिँ फ्रुट्सहरू निकाल्नु भयो, दिँदै हुनुहुन्थ्यो त्यो हाइड्रेट गर्नको लागि, किनकि त्यो दिन चाहिँ एकदम सनी, लाइक राम्रो थियो वेदर, सनी वेदर थियो। अनि विकेन्ड थियो, त्यही भएर त्यो बिच यस्तो बिजी थियो नि, मान्छेहरू सब थिए त्यहाँ। अगाडि पछाडि जताततै मान्छे थिए। सानोले चाहिँ अनि नानीलाई फर्स्ट टाइम स्यान्डमा टेकाउनलाई उसलाई चाहिँ कस्तो रमाइलो लाग्थ्यो, पुरै टेकिरहेको थियो। तर मैले चाहिँ धेरै नगर, किनकि एकदम धेरै हार्स सन थियो नि त। अनि त्यही भएर फेरि केही बन्द भयो भने ज्या हुन्छ भनेर गर्नु लगाएन। ड्याडी, मम्मी, नानी अनि सानो चाहिँ गएर पानीमा जे होस् भिज्नुभयो। म चाहिँ गएन, म चाहिँ त्यहीँ बसेँ, आनन्दले मजाको हावा लगाइरहेको थियो। म चाहिँ चिल पारामा चाउचु खाँदै बस्दै गरेको थिएँ वेन
Mommy, Daddy, Sanu and Nanu were having fun in the water. सबजनालाई कपडा सपडा चेन्ज गरेर बसिरहेको थियो अनि मैले सानुलाई चाहिँ यहाँ पुरा उसको दिमाग खाइरहेको थिएँ उसलाई इरिटेट पार्दै थिएँ कस्तो क्युट देखेछ नि एनिमे रमाइलो गर्दा गर्दै दिन गएकै थाहै भएन है अनि त्यहाँबाट फेरि हामी प्याकस्याक गरेर अब गोलकोस्टलाई बाई भन्दै हामी घरतिर लाग्यौँ घर गएर सानलाई चाहिँ यस्तो मिठो स्पेगेटी बनाएको थियो नि ओ माई गड मेरो मुखमा अझै पनि पानी आइरहेछ स्पेगेटी खायौँ अनि त्यसपछि सुत्यौँ बाई बाई थ्याङ्क यू फर वाचिङ